सुरक्षा केसन वेलकम ब्याक टु माई च्यानल। आज पनि म बिहान उठेँ, यति गर्मी छ गुवाहाटीमा। सो म कहाँ छु भनेर हजुरले थाहा पाइसक्नुभयो होला। हिजो किलिम्पीसँगको भिडियो कस्तो लाग्यो हजुरहरूलाई? किलिम्पी भन्ने चाहिँ हजुरले चिन्नु न भने चाहिँ रोडिजको एकजना कन्टेस्टेन्ट हो होइन। मलाई चाहिँ एकदम मनपर्थ्यो कि सुरुबाटै हो। अनि आज चाहिँ म जाँदैछु फेरि नेपाल। अनि इलिना र म मिलेर नेपाल जाँदैछौँ आज फेरि गुवाहाटीबाट। अब अलि दिन बसिन्थ्यो होला, तर गर्मीमा चाहिँ नसक्नु नै भयो गाइस। नसक्नु कहाँ जाँदा थिएँ, हात यस्तो भयो भने त डढेर बिचमा पुरै प्याचीहरू हावाले जता हान्छ त्यता डढे हातहरू। सोच्नु न, हेर्न डिफ्रेन्स गाइस, यस्तो भयो हात। अनि यति गर्मी एकैछिन बस्यो नि यस्तो खल्दी पसिना आउँछ है। अनि रातभरि पनि सुत्न सकेँ होइन। कोही झन् 2 घन्टा मात्रै सुतेर जानु लाग्यो बिचरा। 2 घन्टा सुतेर जानु लाग्यो मान्छे पनि देखिने भयो जिन्दगीमा। कस्तो निन्द्रा लगाएको रातभरि। म त 4 बजीसम्म नुहाइसकेँ मजाले टक्को जिउ डल्लै। अनि ल अल द बेस्ट तिमीलाई राम्रोसँग जाने भनेर। दामी ब्रेकफास्ट गरेर जानुपर्छ आज चिसो। हामी जान